हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल एसके ब्युटी ब्लग। आज फेरि न्यू ब्लग लिएर आइसकेको छु म होइन। आजको ब्लग विराटनगर टु भाउने पूर्व भाउने लाइनको रहेछ होइन। किनभने मेरो साथी विदेशबाट आएको रहेछ, उसलाई चाहिँ सरप्राइज दिन अचानकै गइरहेको हामी भेटघाट गर्न है। अब निस्किँदैछु हामी यो बाइकमा निस्किँदैछु। यो चाहिँ मेरो फ्रेन्डको बाइक हो होइन। दुई तिन दिनदेखि चाहिँ म नै युज गरिरहेको छु। यसको मोडिफाईहरू के हुनुहुन्छ भने एकदमै राम्रो छ। अनि अहिले चाहिँ निस्किन्छ हामी। मेरो साथी चाहिँ रेडी हुँदैछ है। अब निस्किने प्लान गर्दैछु हामी। हेलमेट लगाइसकेको छ। अनि मेरो गोप्रोमा पनि मेरो हेलमेटमा गोप्रो एकदमै राम्रो देखिरहेछ। अब चाहिँ हामी निस्किने हामी। अब हामी एकदम गाउँमा जाँदैछौँ। गाउँको बाटो त्यो पम्पचर त हावाहरू पनि धेरै जानु पर्छ। सबै चेक गराउने कसरी हो दाइ? कसरी हो तेल केजीको केजीको? हल्का तपाईँको भ्लग बनाइदिएको नबिर्सन है। हाम्रो पेट्रोलको भाइ आफ्नो तर्फबाट हालिदिनु। नै दिनु भएन क्या, एक बन्द पनि दिनु भएन। बाहिर दाइ आज रिसाउनु भएको त है। दिनुपर्ने चाहिँ पैसा दिनु परेन भाग्छस्। सो गाइस, अब यहाँबाट हामी निस्किन्छौँ अफरोड है। हजुरहरूलाई अफरोडको राइड देखाउँदैछु म। यो अर्को हाइवे हो। डाइरेक्ट हामी पूर्व अब हाम्रो साथीले पैसा दिने अरे। अब धनी मनी उही छ। म विदेशबाट आए पनि पैसा छैन मसँग। अब धेरै ठुलो खर्चा पनि छैन, पानी मात्र हो। नजिकै यो मेरो साथी लगाएर होइन यस्तो खानुहुन्न है। यसमा मिसाएको सेन्टको लागि मात्र होइन, बाइकमा युज गर्दिनँ अहिले। तपाईँहरू नबिसाउनु होला, म त्यस्तो छैन। गदोस् छिटो छिटो पानी हाल अनि हामी चलिदिनुपर्छ। अनि त्यो युट्युब च्यानल त्यो मात्र छ त। अनि खोइ त अनि नाम रोल्नु छ नि। एसके बिआरटी ब्लग छियो भने त पारा ब्लग एक हाम्रो रेडी छ राइडको लागि। लोकेसन ठाउँ चाहिँ एकदम राम्रो हो यो ठाउँ है। के भन्नु पनि राम्रो ठाउँ छ है। अपलोड भयो भने एकदम राम्रो ठाउँ छ कि। स्विमिङ हानिदिन्छु।
सर यो के अरे कुन ठाउँ रे भाउने आउने कता भाउने भाउने विराट चोक जानुपर्छ है। विराट चोकै जानुपर्छ यो ठाउँको नाम चाहिँ कुन हो? अनि यहाँ ल थ्याङ्क यू है। हल्का अप्ठ्यारो बाटो रहेछ होइन, अगाडि बाटो नै बन्द रहेछ, त्यही भएर हामी फर्केको है। लास्टै अप्ठ्यारो राम्रो ए झन् यार मेरो साथी झन्न लड्यो है। यो चाहिँ यस्तो रहेछ, खतरा रहेछ है, नजाने रहेछ बाटो होइन, तर हामीलाई चाहिँ हल्का राम्रो लागेर छिर्न खोजेको। एक्ज्याक्ट बिर्सियो क्या कताबाट परेको थियो कुन ठाउँमा अग्राज राजवंशी हजुर। मिसिनमा साथी चाहिँ घरमा छैन, उहाँको मम्मी चाहिँ साथी हो क्या उसको विराटनगरबाट आएको पहिला अहिले कहाँ छ पसल? यो चाहिँ मेरो फ्रेन्डको घर हो होइन, साथी घरमा रहेनछ, खाना नखानु भाइ, अघि चोकमा खाएको माछा मारेर खाएर एक दिन बसेर गफ हान्दै म र मेरो साथी अग्राजको मम्मीसँग चाहिँ भाइ हो, ठ्याक्क घर आइपुगेको छौँ हामी, तर चाहिँ छैन साथीको पसल जान हामी के मासु खान जाँदै गरेको छ त पनि बाइक राख्दिनँ हिँड्नु ल गरेस् मजा आयो यार निस्किसक्यौँ। साथी अब निस्किनुपर्छ, कति जानु तिमी पनि जाने यसो चोकतिर ए छोड्दैन बाइकमा हिँड्न राति आउँछस् कति टाढो छ?
आज बस्न भ्याउँदैन यार पसलमा कोही छैन हाम्रो दाम धेरै दिनपछि साइकल राइड गर्दैछु होइन एकदमै छुट्टै मजा आउँदैछ मेरो विदेशी साथी अपराज एन्ड ह्यान्डसम बोय विलियम चाहिँ केटा आजको भ्लग होइन एकदमै रमाइलो भयो है किनभने धेरै दिनपछि म्याक्सिमम् 4-5 वर्षपछि साथीको घर आएछु होइन हामी भेट्नलाई एकदमै रमाइलो लाग्यो फेरि यस्तो दिन कहिले आउँछ आउँदैन थाहा छैन यहाँ सो भिडियोलाई एकदमै लाइक गरिदिनुहोस् च्यानललाई सब्सक्राइब नगरिकन नजानु है माया गर्नुहुन्छ मलाई हाम्रो भित्र भइसक्यो हाम्रो त ह्यान्डसम दाइ कहाँबाट अचानक भेट भयो साथीलाई भेट्न आएको दाइसँग पनि भेटघाट भइसकेको छ है अहिले चाहिँ हामी निस्किन्छौँ लाग्यो विराटनगरतिर रेडी हुँदैछ मेरो साथी र म सँगै जाने हो नजाने तपाईँ यो बाटो नै छोरी जान्छ ठ्याक्कै नहराउँछ त्यही बाटो जाने होइन निस्क्यौँ सक्छ धेरै खाएको छैन होला गफ हान्दैछ मल्ल भाइले हाम्रो दाइसँग गफ ए गफाडी हो क्या यो बाई बाई